नमस्कार, स्वागत छ यहाँलाई मेरो घरेलु किचनमा। म हो अरुणा। आलु माछालाई फ्राई नरिकन कसरी पकाउँदा एकदमै स्वादिलो हुन्छ यसैको रेसिपी सेयर गरेको छु। मैले 2वटा माछा लिएको छु। 1 केजी जति छ। अब यसमा भएको कत्ला फ्याक्नुपर्छ। मैले चक्कुको सहायताले कत्लालाई फ्याके अनि त्यसपछि यो पेटभित्र भएको आन्द्रा बुढी पनि निकाले अनि यो मुखनिर भएको कान पनि निकाले। अब यसलाई सानो साइजमा काट्नुपर्छ। सफासँग पखालेर मैले सानो साइजमा काटे। साइज चाहिँ हजुरहरूलाई कत्रो मन पर्छ त्यही अनुसारले काट्नु होला। यसलाई हजुरहरूले चुलेसीमा पनि काट्न सक्नुहुनेछ अथवा चक्कु र अचानाको सहायताले पनि काट्न सक्नुहुन्छ अथवा यही चपिङ बोर्डमा पनि काट्न सक्नुहुनेछ। यत्रो बनाएको छु। हजुरहरूलाई कत्रो साइज मन पर्छ त्यही अनुसारले बनाउनु होला। अब यसलाई एउटा ठुलो बाटामा खनाए। 2वटा मिडियम साइजको प्याजलाई एकदमै मसिनो गरेर काटे अनि 4-5वटा हरियो खुर्सानी पनि काटेर लिएको छु। पिरो चाहिँ हजुरहरूलाई कतिको मन पर्छ त्यही अनुसारले लिनु होला। हजुरहरूले प्याज, खुर्सानी अनि टमाटरलाई मिक्सरको जारमा राखेर मसिनो पेस्ट बनाएर पनि राख्न सक्नुहुनेछ। टमाटर अलि बढी लिएको छु। 4-5वटा टमाटरलाई मसिनो गरेर काटेर लिगे। अलि अमिलो मिठो हुन्छ नि त माछा। 1 चम्चा जति जिरा, तोरी, टिमुरका दानाहरू अलिकति अनि लसुन र अदुवालाई मसिनो गरेर पिसेर सिलौटोमा तोरीका दाना र जिरा, धनियाँ, टिमुरलाई पहिला पिन्नी अनि त्यसपछि लसुन अदुवा मिसाएर पिन्नी, मसिनो गरेर पिन्नी। अब ग्यासको हिट अन गरेर कराई बसालिसकेको छु मैले। त्यसमा मैले तोरीको तेल राखेँ। माछा फ्राई नरिकन पकाउने त्यही भएर अलिकति बढी चाहिँ तेल राख्नुपर्छ। तेल मजाले तातेर धुवा आएपछि थोरै जिरा, थोरै तोरीका दाना, 2-3टा ल्वाङ अनि सुकमेल 2टा जति लिएको छु। यसलाई राखेँ। यसरी चटक्क आवाज आउँछ। मजाले पटक्क पड्किसकेपछि पुराउने कुराहरू मजाले फुलिसकेको छ। अब यसमा मैले मसिनो गरेर काटेको प्याज र हरियो खुर्सानी राखेँ। अब यसलाई एकैछिन राम्रोसँग चलाएर फ्राई गर्नुपर्छ। एकैछिन प्याजलाई राम्रोसँग फ्राई गरिसकेपछि यतिको भइसकेपछि अब यसमा मैले थोरै बेसार राखेँ। सँगसँगै कश्मिरी लाल मिर्च पाउडर आधा चम्चा जति राखेँ अनि राम्रोसँग चलाएर मिक्स गरेको छु। केही समय फ्राई गरेर यतिको भइसकेपछि अघि पिनेर राखेको मसलालाई राख्ने। अब यसलाई पनि राम्रोसँग चलाएर मिक्स गर्ने। मसलालाई राम्रोसँग चलाउँदै छोड्दै गरेर केही समय फ्राई गरिसकेपछि एकैछिन छोपेर पकाउने। 1 मिनेट जति ढक्कन लगाएर छोपेर पकाएँ। बिर्को खोलेर मैले राम्रोसँग चलाएर मिक्स गरेँ अनि एकैछिन चलाउँदै छोड्दै गरेर फ्राई गरेँ। अब यसमा मसिनो गरेर काटेको टमाटरलाई राख्ने। मैले टमाटर राखेँ अनि त्यसपछि नुन राखेको छु। नुन राखी सँगसँगै मैले 1 चम्चा जति जिरा धनियाँ पाउडर मिक्स गरेर राखेँ। अब राम्रोसँग चलाएर मिक्स गर्ने अनि मसलाहरू डढ्छ जस्तो लाग्छ भने थोरै पानी राख्ने। मैले थोरै पानी राखेँ अनि ढक्कन लगाएर एकैछिन छोपेर पकाएँ। अब भने मसलाहरू राम्रोसँग पाकिसकेको छ। तेल पनि माथि तैरिएको छ। अब यसलाई राम्रोसँग चलाएर मिक्स गर्ने अनि हजुरहरूलाई झोल कतिको मन पर्छ अथवा ग्रेभी कतिको मन पर्छ त्यही अनुसारले पानी राख्नु होला। मैले ठुलो गिलासको 3 गिलास जति पानी राखेँ अनि यसलाई राम्रोसँग चलाउनु पर्छ। त्यसपछि यसलाई एकैछिन उम्लिन छोडिदिने। तातो पानी राखेको छु। झोल यसरी बुक्लु उम्लिसकेपछि एक गरेर माछालाई राख्ने। हजुरहरूलाई कतिको माछा आवश्यकता पर्छ त्यही अनुसारले राख्नु होला। मैले आधा भन्दा अलिकति बढी राखेँ अनि अलिकति चाहिँ राखेको छु पछि फ्राई गरेर खाना हुन्छ भनेर। माछा राखिसकेपछि मैले राम्रोसँग चलाएर मिक्स गरेँ। अब एकचोटि चलाइसकेपछि चाहिँ बारम्बार नचलाउनु होला, फेरि माछा खुरिने डर हुन्छ नि त। अब यसलाई छोपेर मिडियम टु हाई हिटमा 2 मिनेट अनि मिडियम टु लो हिटमा 5-7 मिनट जति छोपेर पकाउनुहोस्। एकचोटि चलाएर देखाउँछु हजुरहरूलाई। हेर्नु त माथि उत्रेको माछा। यो माछा भित्र पाकिसकेको छ। सिङ्गै पनि छ। ल हेर्नुहोस्, खुरिँदैन। हजुरहरू नडराउनु, खुरिँदैन। धेरै चलाउन चाहिँ हुन्न, अलिअलि चलाउँदैमा खुरिँदैन। झोल हेर्नु त माथि तेल तैरेको छ अलिअलि। कस्तो राम्रो देखेको छ। यस्तो मिठो पनि हुन्छ यो। हजुरहरू पल्किनुहुन्छ। अब माथिबाट धनियाँ काटेर राखेँ मैले। अब हाम्रो माछा पाकेर रेडी भयो। हजुरहरूले यसलाई खानासँग सर्भ गर्न सक्नुहुनेछ, चिउरासँग पनि खान सक्नुहुनेछ। यतिको झोलले भात सुप गरेर खाना नि पाइयो।
हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला अनि नजिकै रहेको बेल आइकन क्लिक गरी अलमा थिचिदिनु होला। नुन लागि लाएन टेस्ट गरेर नुन थप्नु होला। हामी चाहिँ अलि नुन कमै खान्छौँ। हेर्नुहोस् त खाउँ लाग्ने हाम्रो माछा पाकेर रेडी भयो। यो काट्दा जति कुट्यो त्यति हो, नत्र भने पकाउँदाखेरि एउटा पनि कुटेको छैन। हजुरहरूले यसरी फ्राई नरिकन पनि माछा बनाएर खान सक्नुहुन्छ। ग्यासको हिट अफ गरे। माछालाई फ्राई नगरिकन यसरी झोल हालेर एकदमै स्वादिलो तरिकाले हेल्दी तरिकाले बनाएको रेसिपी कस्तो लाग्यो? भिडियो मन परेमा अवश्य पनि लाइक गरिदिनु होला अनि बनाएर पनि खानु होला र आफ्नो साथीभाइ र फ्यामिलीसँग सेयर पनि गरिदिनु होला। हेर्नुहोस् त कति राम्रोसँग पाकेको छ। हजुरहरूलाई देखाइछु। सब्स्क्राइब गरेर भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला। बाइ बाइ।